नमस्कार साथीहरू। आज हामी एउटा यस्तो पर्वको बारेमा कुरा गर्न लागिरहेका छौं जुन पर्व रंगको हो, रमाइलोको हो, उत्साहको हो। तर के तपाईले कहिल्यै गहिरिएर सोच्नु भएको छ हामी होली किन मनाउँछौं? के यो केवल रंग खेल्ने चाड हो? के यो केवल साथीभाइसँग रमाइलो गर्ने दिन हो? कि यसको पछाडि लुकेको छ कुनै गहिरो रहस्य, कुनै यस्तो सन्देश जसले आजको हाम्रो जीवनसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ? आजको यो भिडियोमा हामी जान्नेछौं होलीको वास्तविक इतिहास के हो, होलिका दहन किन गरिन्छ, प्रहलाद को थिए, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा यो कथा आजको कलियुगसँग कसरी जोडिएको छ। तर यो सबै कुरा बुझ्नको लागि तपाईले यो भिडियो अन्त्यसम्म हेर्नै पर्छ, किनकि बीचमै छोड्नु भयो भने कथाको आधा सत्य मात्रै थाहा हुनेछ र आधा सत्य सधैँ खतरनाक हुन्छ। साथीहरू, आज हामी होली मनाउँछौं, एक अर्कामाथि रंग हाल्छौं, नाचगान गर्छौं। तर के हामीलाई थाहा छ होलीको पहिलो दिन आगो किन बालिन्छ? होलिका दहन केवल परम्परा हो कि त्यो एउटा प्रतीक हो? कि त्यो आगोले केवल काठ जलाउँछ कि त्यो हाम्रो भित्रको केही चीज पनि जलाउनु पर्ने सन्देश दिन्छ? कल्पना गर्नुहोस्, एक राजा जसले आफूलाई भगवान भन्दा पनि ठूलो ठान्थ्यो, एक सानो बालक जसको आस्था पहाड भन्दा पनि बलियो थियो, र एक आगो जसले इतिहास नै परिवर्तन गरिदियो। यो कुनै सामान्य कथा होइन, यो अहंकार र आस्थाको युद्ध हो, यो शक्ति र सत्यको टकराव हो। अनि सबैभन्दा रोचक कुरा, यो कथा आज पनि दोहोरिँदैछ। हामी मध्ये कतिजनाले आफ्नै जीवनमा अहंकारको आगो देखेका छौं, कतिजनाले सत्य बोल्दा समस्या भोगेका छौं, कतिजनाले राम्रो हुन खोज्दा नकारात्मक शक्तिसँग सामना गरेका छौं। होलीको कथा केवल पुरानो धर्म ग्रन्थमा सीमित छैन, यो हाम्रो समाजमा जीवित छ, हाम्रो वरिपरि छ, सायद हाम्रो भित्र पनि छ। तर प्रश्न यो छ, हामी प्रहलाद हौं कि हिरण्यकश्यप कि होलिका? यो भिडियो सकिदासम्म तपाई आफैले यो प्रश्नको उत्तर पाउनुहुनेछ। त्यसैले साथीहरू, ध्यान दिएर मन लगाएर यो कथा अन्त्यसम्म सुन्नुहोस्, किनकि अन्त्यमा म तपाईलाई एउटा यस्तो सन्देश दिनेछु जसले तपाईको होली मनाउने तरिका नै परिवर्तन गरिदिन सक्छ। अब सुरु गरौं होलीको वास्तविक कथा। अब सुरु गरौं हजारौं वर्ष पुरानो त्यो कथा जहाँबाट होलीको सुरुवात भएको मानिन्छ। पुराणहरूका अनुसार एक समय यस्तो थियो जब पृथ्वीमा एउटा असुर राजाको आतंक फैलिएको थियो। त्यो राजाको नाम थियो हिरण्यकश्यप। हिरण्यकश्यप अत्यन्त शक्तिशाली थियो। उसले कठोर तपस्या गर्यो, वर्षौंसम्म भगवान ब्रह्मालाई प्रसन्न पार्न ध्यानमा बस्यो। अन्ततः ब्रह्मा प्रकट भए र हिरण्यकश्यपले माग्यो अमरत्व। तर नियम अनुसार कसैलाई पनि पूर्ण अमरत्व दिन मिल्दैन थियो। त्यसैले उसले चतुराईपूर्वक यस्तो वरदान माग्यो, वहाँ न मानिसबाट मारिनुहोस्, न जनावरबाट, न दिनमा न रातमा, न घरभित्र न घर बाहिर, न आकाशमा न जमिनमा, न कुनै हतियारबाट। ब्रह्माले तथास्तु भने। अब कल्पना गर्नुहोस्, यस्तो वरदान पाएपछि उसको अहंकार कति बढ्यो होला। उसले आफूलाई नै भगवान घोषणा गर्यो, देशभर आदेश जारी गर्यो कि अबदेखि केवल मेरो पूजा हुनेछ, अरू कुनै भगवानको नाम लिन पाइँदैन। तर भाग्यले उसलाई एउटा यस्तो छोरा दिएको थियो जो बिल्कुल फरक थियो। उसको नाम थियो प्रहलाद। सानो बालक तर मनमा अटूट आस्था। प्रहलाद भगवान विष्णुको भक्त थियो। उसले हरेक क्षण नारायणको नाम लिन्थ्यो। जब हिरण्यकश्यपलाई थाहा भयो कि आफ्नै छोरा उसको आदेशको विरुद्धमा विष्णुको पूजा गरिरहेको छ, उनी क्रोधित भए। उनले प्रहलादलाई सम्झाउन खोजे, धम्क्याए, तर प्रहलादको विश्वास कहिल्यै डगमगाएन। त्यसपछि सुरु भयो एक निर्दोष बालकमाथि अत्याचार। प्रहलादलाई विष खुवाइयो, तर केही भएन। उसलाई उचाइबाट फ्याँकियो, तर ऊ सुरक्षित रह्यो। हात्तीले कुल्चाउने प्रयास गरियो, तर ऊ बच्यो। हिरण्यकश्यप झन रिसाए, किनकि जति प्रयास गरे पनि प्रहलादको आस्था तोड्न सकेनन्। यहाँ एउटा गहिरो कुरा छ साथीहरू, संसारमा शक्ति धेरै प्रकारका हुन्छन्। राजनीतिक शक्ति, शारीरिक शक्ति, धनको शक्ति, तर सबैभन्दा ठूलो शक्ति हुन्छ आस्थाको शक्ति।
हिरण्यकश्यपसँग वरदान थियो, सेना थियो, साम्राज्य थियो, तर प्रह्लादसँग केवल विश्वास थियो अनि इतिहास सधैँ विश्वासको पक्षमा उभिएको छ। तर हिरण्यकश्यप अझै हार मान्न तयार थिएनन्। अब उनले अन्तिम योजना बनाए र त्यो अन्तिम योजना थियो आगो। त्यही आगो जसलाई आज हामी होलिका दहन भन्छौं। अब कथामा प्रवेश गर्छिन् हिरण्यकश्यपकी बहिनी होलिका। अर्को भागमा हामी जान्नेछौं होलिकासँग कस्तो वरदान थियो, किन उनी आगोमा जलेर नष्ट भइन् र किन प्रह्लाद बची। कथा अहिले झन रोचक मोडमा पुगेको छ। अब कथा पुगेको छ सबैभन्दा निर्णायक क्षणमा। हिरण्यकश्यपले अन्तिम योजना बनाए। उनी अब प्रह्लादलाई कुनै पनि हालतमा बच्न नदिने निर्णयमा थिए। उनकी बहिनी थिइन् होलिका। होलिकासँग एउटा विशेष वरदान थियो। भनिन्थ्यो उनी आगोबाट कहिल्यै जल्दिनन्। केही कथनहरू अनुसार उनीसँग एउटा दिव्य वस्त्र थियो जसले आगोको प्रभावबाट जोगाउँथ्यो। हिरण्यकश्यपले योजना बनाए प्रह्लादलाई होलिकाको काखमा राखेर जलिरहेको आगोमा बसाल्ने। यदि होलिका आगोबाट नजलेकी हुन् भने प्रह्लाद त अवश्य जलेर नष्ट हुनेछ। यही सोच थियो। एक विशाल चिता तयार गरियो। जनताहरू भेला भए। सबैको आँखा त्यो दृश्यमा थियो। होलिका आगोमा बसिन्, उनको काखमा सानो प्रह्लाद। तर साथीहरू, यहाँबाट सुरु हुन्छ चमत्कार। प्रह्लाद आँखा बन्द गरेर भगवान विष्णुको नाम जपिरहेका थिए। आगो बल्न थाल्यो, लपकाहरू माथि उठ्न थाले, चिता भयानक रूपमा दन्किन थाल्यो। जनताले सोचिरहेका थिए अब प्रह्लाद बच्ने छैन। तर केही क्षणपछि अचम्मको घटना भयो। होलिका चिच्याउन थालिन्। उनको वरदान काम गरेन। दिव्य वस्त्र उडेर प्रह्लादमाथि आयो अनि आगोले होलिकालाई भस्म गरिदियो। जब आगो शान्त भयो त्यहाँ सानो प्रह्लाद सुरक्षित उभिएका थिए। यो केवल चमत्कार थियो कि यसको पछाडि गहिरो अर्थ छ? ध्यान दिनुहोस्, होलिकासम्म शक्ति थियो, तर उनले त्यो शक्तिको प्रयोग अधर्मका लागि गरिन्। प्रह्लादसँग कुनै बाह्य शक्ति थिएन, तर उनको मन शुद्ध थियो। यहाँ एउटा ठूलो सन्देश लुकेको छ। जब शक्ति अहंकारसँग जोडिन्छ त्यो विनाश बन्छ। जब विश्वास सत्यसँग जोडिन्छ त्यो रक्षा बन्छ। होलिका दहनको अर्थ केवल एउटी स्त्री जलेको कथा होइन। यो प्रतीक हो अहंकार, अन्याय र अधर्मको अन्त्यको। त्यसैले हरेक वर्ष होलिका दहन गरिन्छ, आगो बालिन्छ, मानौ हामी सम्झिरहेका छौं अधर्मको अन्त्य अवश्य हुन्छ। तर कथा यहाँ सकिँदैन। हिरण्यकश्यप अझै जीवित थिए। उनको अहंकार अझै समाप्त भएको थिएन। अब आउनेछ कथा अझै शक्तिशाली मोडमा, जहाँ स्वयं भगवान विष्णु नरसिंह अवतारमा प्रकट हुन्छन् र हिरण्यकश्यपको अन्त्य त्यही वरदानकै बीचबाट हुन्छ। अर्को भागमा हामी जान्नेछौं नरसिंह अवतार कसरी प्रकट भए र ब्रह्माको वरदान कसरी टुट्यो। होलिका दहनपछि पनि हिरण्यकश्यपको अहंकार समाप्त भएन, बरु उनी झन क्रोधित भए। एक दिन उनले प्रह्लादलाई आफ्नो दरबारमा बोलाए र क्रोधले भरिएको स्वरमा सोधे, तेरो भगवान कहाँ छ? के ऊ यो दरबारमा छ? के ऊ यो स्तम्भमा पनि छ? प्रह्लादले शान्त स्वरमा उत्तर दिए, भगवान सर्वत्र हुनुहुन्छ। हिरण्यकश्यप हाँसे र क्रोधमा आएर त्यो विशाल स्तम्भमा प्रहार गरे। त्यही क्षण दरबार काँप्न थाल्यो। भूकम्प जस्तो आवाज आयो। स्तम्भ चिरिन थाल्यो र त्यस स्तम्भबाट प्रकट भए नरसिंह। न आधा पूर्ण मानिस, न पूर्ण जनावर, मानव र सिंहको अद्भुत स्वरूप। अब सम्झनुहोस् ब्रह्माको वरदान। न मानिसले मार्न सक्ने, न जनावरले, न दिनमा न रातमा, न घरभित्र न घर बाहिर, न आकाशमा न जमिनमा, न कुनै हतियारले। नरसिंहले हिरण्यकश्यपलाई सन्ध्याकालमा, न दिन न रात, दरबारको दहिलोमा, न घरभित्र न बाहिर, आफ्नो काखमा राखेर, न आकाश न जमिन, नङले चिरेर, न हतियार, उनको अन्त्य गरे। ब्रह्माको वरदान टुटेन, तर अधर्मको अन्त्य भयो। यो केवल एक पौराणिक घटना होइन, यो एउटा सिद्धान्त हो। अहंकार जति चतुर भए पनि सत्यको अगाडि टिक्न सक्दैन। अब यहाँ एउटा गहिरो प्रश्न आउँछ साथीहरू, आजको समयमा हामी हिरण्यकश्यपलाई कहाँ देख्छौं? के त्यो केवल कथामा सीमित छ?
कि आज पनि हामी अहंकार, अन्याय, शक्ति दुरुपयोग देखिरहेका छौं? कलियुगमा मानिसहरू भगवान भन्दा आफूलाई ठूलो ठान्न थालेका छन्। धन र शक्तिलाई नै सर्वोच्च ठानिएको छ। तर इतिहासले सिकाउँछ अधर्मको साम्राज्य जति बलियो देखिए पनि त्यो स्थायी हुँदैन। होलीको वास्तविक अर्थ यही हो। पहिले होलिका दहन, भित्रको अहंकार जलाउनु, अनि त्यसपछि रंगहरूको उत्सव, प्रेम, क्षमा र एकताको प्रतीक। तर साथीहरू, हामीले साँच्चै आफ्नो भित्रको होलिका जलाएका छौं कि हामी केवल परम्परा निभाइरहेका छौं? यदि होली केवल रंग हाल्ने दिन बन्यो भने त्यो अधुरो हो। होली तब पूर्ण हुन्छ जब हामी आफ्नो घमण्ड, रिस, ईर्ष्या, घृणा जलाएर नयाँ सुरुवात गर्छौं। अब अन्तिम भागमा म तपाईलाई एउटा सानो तर शक्तिशाली सन्देश दिनेछु, जसले तपाईको होली मनाउने दृष्टिकोण नै परिवर्तन गर्न सक्छ। साथीहरू, अब एकछिन आँखा बन्द गरेर सोच्नुहोस् कि हाम्रो जीवनमा पनि कुनै हिरण्यकश्यप छ? सायद त्यो कुनै व्यक्ति होइन, सायद त्यो हाम्रो आफ्नै अहंकार हो, सायद त्यो हाम्रो रिस हो, सायद त्यो हाम्रो म नै ठिक छु भन्ने सोच हो। होलिका दहन केवल इतिहासको घटना होइन, यो हरेक वर्ष आउने एउटा अवसर हो आफ्नो भित्रको नकारात्मकता जलाउने। जब हामी आगो बाल्छौं, हामीले सोध्नुपर्छ, आज म के जलाउँदैछु? ईर्ष्या, घृणा, रिस, अहंकार? यदि यी जलाउन सकेनौं भने होलिका दहन केवल काठ जलाउनु मात्र हो। अनि अर्को दिन जब हामी रंग खेल्छौं, त्यो केवल रमाइलो होइन, रंगको पनि अर्थ छ। रातो, प्रेम; पहेँलो, ऊर्जा र आशा; हरियो, नयाँ सुरुवात; नीलो, शान्ति। रंग भनेको स्वीकार गर्नु हो, एक अर्कालाई माफी दिनु हो, पुराना विवादहरू भुल्नु हो। हामीले ध्यान दिनुपर्छ, होली कुनै हिंसाको पर्व होइन, कसैलाई जबरजस्ती रंग हाल्ने पर्व होइन, कसैलाई अपमान गर्ने अवसर होइन। यो उत्सव हो सम्मानको, समानताको, खुशीको। प्रह्लादले हामीलाई सिकाए विश्वास कहिल्यै हार्दैन। होलिकाले हामीलाई सिकाइन् शक्तिको दुरुपयोग सधैँ विनाशतर्फ लैजान्छ। हिरण्यकश्यपले हामीलाई चेतावनी दिए अहंकार जति ठूलो भए पनि त्यसको अन्त्य निश्चित हुन्छ। र नरसिंह अवतारले हामीलाई सम्झाए जब अन्याय चरम सीमामा पुग्छ, त्यसलाई समाप्त गर्न कुनै न कुनै शक्ति अवश्य प्रकट हुन्छ। यस वर्ष जब तपाईँ होली मनाउनुहुन्छ, एक क्षणका लागि सोच्नुहोस्, म कस्तो व्यक्ति बन्न चाहन्छु? अहंकारले भरिएको कि विश्वास र प्रेमले भरिएको? यदि यो भिडियोले तपाईलाई होलीको वास्तविक अर्थ बुझ्न मद्दत गर्यो र तपाईलाई केही नयाँ सोच्न बाध्य बनायो भने भिडियो लाइक गर्न नबिर्सनुहोला र यस्तै गहिरा अर्थपूर्ण कथाहरूका लागि च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। तपाईको एउटा सब्स्क्रिप्सनले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ। अन्त्यमा सबैलाई होलीको धेरै धेरै शुभकामना र सम्झनुहोस्, पहिले भित्रको अँध्यारो जलाउनुहोस्, त्यसपछि मात्रै रंग साँचो अर्थमा चम्किन्छ।